याक्थुङ सुवाङो फोन्दिको माथिम यानि लिम्बू समुदायमा लिङ्गेपिङ झुन्डाउने प्रचलन। यो प्रचलन लिम्बू समुदायमा आजभन्दा धेरै समय अघिदेखि चलेर आएको एउटा मुख्य प्रचलन हो। जुन समयमा दोरी अथवा दाम्लो हुने गर्थेन त्यस समयमा सिरुको दाम्लो बाटेर पनि यस लिङ्गेपिङलाई झुन्डाउने गरिन्थ्यो। कसैले जाँड, कसैले एकालिन दुवानी उठाएर पनि यस लिङ्गेपिङलाई झुन्डाउने गरिन्थ्यो। लिङ्गेपिङ विशेष गरेर दसैँ अनि बलिहाङ पङ्नाम यानि दीपावलीको समयमा झुन्डाउने गरिन्छ। लिङ्गेपिङ झुन्डाएको जग्गामा लिम्बूहरूको धेरै उपस्थिति रहेको हुन्छ। त्यस उपस्थितिमा लिम्बूहरू दिनरात धान नाचेर मनोरञ्जन लिने चलन छ। लिङ्गेपिङ झुन्डाउने क्रममा सर्वप्रथम त फेदाङ्मालाई सम्मानपूर्वक उहाँलाई पक्रिने चलन छ। त्यस पश्चात बाँस ढाल्ने अनि तुतु तुम्याङहरूलाई पनि उहाँहरूको घरमै गएर रक्सी बोतल राखेर उहाँहरूलाई पनि सम्मानपूर्वक निमन्त्रणा दिने चलन छ। दोरी बाट्ने अथवा दोरी झुन्डाउने उहाँहरूलाई पनि सम्मानपूर्वक रक्सी लगेर उहाँहरूलाई पनि निमन्त्रणा जनाउने प्रचलन छ। लिङ्गेपिङ झुन्डाउने क्रममा कति के चिजबिज अथवा कति के सरसामानहरू चाहिन पर्छ भन्दा सर्वप्रथम त हामीलाई 4 लिङ्गो बाँस चाहिन पुग्छ। त्यस पश्चात सोयाको लागि हामीलाई थेफा सोया बाँस चाहिन्छ। त्यसरी हामीलाई जुवा, हलुडा, दाम्लो इत्यादि इत्यादि कुराहरू हामीलाई चाहिन पुग्छ। जब हामीले लिङ्गेपिङ झुन्डाइसक्छौँ त्यस पश्चात के गर्छौँ भन्दाखेरि कन्ने केटी अथवा कन्ने केटाकेटीहरूलाई हामीले त्यस जग्गामा अथवा त्यस लिङ्गेपिङमा कोही पनि नचढिकन नै सम्मानपूर्वक सेवा अथवा प्रार्थना गर्नु लगाउने एउटा प्रथा छ। जब कन्ने केटाकेटीहरूले त्यस प्रार्थना गरिसक्छ त्यस पश्चात मात्रै अन्य उपस्थित दर्शक भनौँ या अन्य उपस्थित या त इच्छुक महानुभावहरूले त्यस लिङ्गेपिङको मनोरञ्जन लिनु सक्ने छ। र अन्तमा हजुरहरूलाई पनि सम्पूर्णलाई बडा दशैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै हजुरहरूको पनि यस दशैँ आनन्दमय सुखमय बितोस् भन्दै ह्याप्पी दशहरा नोगेन।
sun